everyone, once again welcome back to my another video. आज चाहिँ म छोटो मिठो भिडियो भ्लग बनाउने छु। रुमा गाउँ गएको बाटोहरू कस्तो छन् के कस्तो छ वरिपरिको वातावरण। सो लेट्स चेक इट आउट। बाटो जस्तै अप्ठ्यारो छ फेरि बाइकमा जाने माथि जाने टक्कर अब जाने भनेको त्यो डाँडामा हामी त्यो डाँडा कटेर त्यो डाँडा माथि चढेर अझ पर पुगेर माथि उक्लिने हो। म चाहिँ अहिले एक डरबाङको यता माथि फुलबारी जाने बाटोको चौतारीमा यता साइडमा बसेको छु। अब माथि जाने हो, हेरौँ कस्तो हुन्छ बाटोहरू। लेट्स गो गाइज। अहिले मैले त्यहाँ बाटो देखाएको भनेको उठेको चौतारा बाटोमा आएको, अहिले माथि आइसक्यो। अब यहाँ माथि पनि छ क्या, फेरि यस्तो अप्ठ्यारो बाटो छ यार। अहिले त्यहाँ माथि पुग्यो भने ठ्याक्क देखाउँछ है म। हामी माथि जाने यो घामको छेउको गाउँमा रुम। अनि अघि अप्ठ्यारो बाटो भनेको चाहिँ त्यहाँ तल क्या, यो अहिले त्यहाँ बनाउनु लाग्यो नि। यहाँ त्यहाँदेखि बनाउनु लागेको बाटो यहाँ र यो ढुङ्गा थुपारेको ठाउँदेखि यहाँसम्म यस्तो अप्ठ्यारो छ कि यत्रो ढुङ्गा छ है, गाह्रो छ बाइकमा आउनलाई। यो खोला यस्तो बढ्छ कि बर्खाको बेला यो गाडी आड्डी डुबाउँछ गाडी त। अहिले चाहिँ बाइक तार्ने यताउति तार्ने सजिलो छ, बर्खाको बेला त गाह्रो हुन्छ यो बाटो हिँड्न बाइकमा। त्यही पनि गाडीको चाहिँ आड्डी डुबाउँछ कोही बेला। पङ्चर भएको अवस्था, गाँठे पङ्चर भयो, पुग्नु छ पारी। तल यो पङ्चर भएको बल्ल यहाँसम्म ल्याइयो। यो त्यहाँ यो जेमो भन्ने गाउँ हो, जेम भन्ने गाउँ रे। उतापट्टि नि गाउँ छ, उता खिच्न पाइएन। यता माथि पनि यता माथि पनि गाउँ छ, रुम ढुङ्गा खानी भन्ने यता भित्र रहेछ क्या हो। यता गाउँको उतापट्टि नि छ हो फेरि। अघि अलि आदि देखेको गाउँ यही हो क्या, यहाँ माथिसम्म छ। जेमो भन्छन् कि यो गाउँलाई। जाडो त लास्टै छ, उता टुप्पा पनि छ क्या गाउँहरू त। नेपालमा यस्तो टुप्पा बस्नेहरू। एउटा मिसिङ भनेको चाहिँ यही छ क्या, मेरो भिडियोमा मिसिङ भनेको यही कुरा हो। यहाँ माछा पालन, लोकल माछा पालन यहाँ। त्यहाँ माथि पुगेर आएको चाहिँ बाटोमा। त्यहाँ हुँदै हिजो पङ्चर भएको बाइक केले भन्दाखेरि चप्पल काटेर तालिदिएको बाइक यार। तपाईँले देखाइदिन्छु म अहिले है, पङ्चर भएन भने।